अब तपाईहरुले हेर्नु होला यो बाटो कम्प्लिट सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म कम्प्लिट भइसकिसकेपछि यहाँ गाडीहरू सवारी साधनहरू 120 को स्पिडमा कुद्छ। तर तपाई हाम्रो घर त कसैको मिगाजुङ छ, कसैको लेटाङ छ, कसैको केराबारी छ, कसैको उतल सुन्दर सिसुन्दर रहेछ, कता कता छ। यो हाइवेमा त छैन हाम्रो त घर। अनि झापा काकर भिटाबाट सरर 120 को स्पिडमा महाकाली त पुगिन्छ, घर त भेटिँदैन त। घर जानुको लागि त थोत्रे होस्, ग्राभिन होस्, घुमेको बाटो होस्, जताबाट भए पनि ढिलै भए पनि हाम्रै घर जानु पर्यो नि त। अनि यहाँ साथीहरू चाहिँ कोही दुखमन गरिराखेको छ, कोही कसको पार्टी चाहिँ 120 को स्पिडमा सत्तामा पुग्यो अरे। अब त्यसकै स्पिडमा हामी पनि पछ्याउँदै पछि जानु पर्यो, हामी त महाकाली पुगिन्छ त। घर त हाम्रो यता जाते छ, यता लेटाङ छ, माथि मिग्लाजुङतिर छ र दोमाईतिर छ, बेलबारी पत्री तलतिर छ। अब ब्रेक लाएर भए पनि बिस्तारै नै भए पनि आफ्नै घरतिर जानु पर्यो होला नि त। कि साथीहरू स्पिड 120 को स्पिडमा पछि गयो भनेर हामी पनि पछि गयो भने त पुगिँदैन त। एकजना हाम्रै अनुहार परेको जय मङ्गोलले भन्दै थियो, मङ्गोल नेसनल अर्गनाइजेसनबाट कारबाहीमा परेका झुन्डहरूको झुन्डमा प्यार 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 कराइराखेको थियो। गाई राष्ट्रिय जनावर होइन, गाईलाई काटेर खानुपर्छ जय मङ्गोल भन्दै नै घुम्दै थियो। साथी कता कताबाट प्रतिनिधि सभाको सदस्य जितेछ, खोटाङबाटै कताबाट हो भने बिर्से। सबैभन्दा ठुलो बक्खुवाला दौरा सुरुवाल लाएर उही माथि छ। अब घर पुग्यो त्यो मान्छे सबैभन्दा ठुलो भाङ्राको अराष्ट्रिय ढाका टोपी लाएर अगाडि देखिन्छु कि त्यो दौरा सुरुवाल देखाउनुको लागि अगाडि उभिरहेछ। त्यो मान्छे पुग्यो त अस्तित्वको घर। स्पिडमा त स्पिडमै गएको हो साथीहरू, त्यो त हामीले स्वीकार्नुपर्छ। तर घर पुग्यो त, मूलवासी मङ्गोल भन्यो त, भन्यो। सुन्नुभयो कि मैले मात्रै सुनिनँ? हामी मूलवासी मङ्गोलै होइन भन्छौँ भने अराष्ट्रिय ढाका टोपी, अराष्ट्रिय दौरा सुरुवाल लाउनुकै लागि जित्नु हो भने त कति जिते कति जिते। सम्झना स्वरूप सुभाष चन्द्र नेमालाई सम्झौँ, कति महँगो महँगो दौरा सुरुवाल लाएर बिते कुरा। बाबा आदरणीय काका भन्दा पनि हुन्छ, तर के गर्नु, वंशले काका परे पनि कामले चाहिँ दुश्मनको काम गरिसकेपछि खासै सम्झिन लागेको चाहिँ हाम्रो पुर्खाहरू पनि खासै छैन। त्यसकारणले म भन्न चाहन्छु कि तपाईँ हामी स्पिड मात्र होइन, तपाईँ हाम्रो गन्तव्य कहाँ हो त्यो महत्त्वपूर्ण विषय हुन्छ। घर चाहिँ चोमलुङमातिर अनि ओह्रालो कुद्नु सजिलो हुन्छ भनेर ओह्रालो काँसी पुगिन्छ त। ढिलै भए पनि चोमलुङमै जाने हो, लट्ठी टेकेर भए पनि बुढा धसेर पनि हामी घर चोमलुङमै हो, चोमलुङमैतिर जाने हो। औ ओह्रालो लडे पनि चिप्ले पनि कुदे पनि ओह्रालै छिटो हुन्छ भनेर काँसीतिर गयो भने त घर त भेटिँदैन त। त्यसकारणले म तपाईँहरूलाई भन्न चाहन्छु, यो लोकतन्त्र दिवसको अवसरमा तपाईँ हामी हिँड्ने मान्छे लडिन्छ, तर लडेर उठेर हिँड्नु चाहिँ तपाईँ हाम्रो सफलता हो। र हाम्रो गन्तव्यमा पुग्नको लागि तपाईँ हामी धैर्यता, इमान्दारिता र निरन्तरता चाहिँ तपाईँ हामीले गुमाउनु हुँदैन भन्न पनि चाहन्छु तपाईँहरूलाई। कहिले कहिले नडराउनुहोस्, तपाईँ हाम्रो उद्देश्य, तपाईँ हाम्रो लडाइँ यो सब जति पनि हजारौँ पार्टीहरू होस् तिनीहरूभन्दा पृथक र फरक छ, यो चाहिँ हामीले बुझ्नुपर्छ। एकजना भए पनि तपाईँ उभिनुहोस्, एकजना भए पनि। तपाईँको छिमेकी ठुलो ठुलो कुरा गरेर 120 को 150 को स्पिडमा कुरा गर्छ होला, ए हो भनिदिन सक्यो, तिम्रो अस्तित्व के हो यति मात्रै भनिदिनुहोस्। धेरै बाजी राख्नु पर्दैन। अहिले ठुलो ठुलो धेरै चिठी पनि धेरै छ साथीहरूको। दौरा सुरुवाल लाएर मक कामेर सत्तामा पुगेर लाडुलु भइजानुको लागि हाम्रो लडाइँ होइन नि, नुन खाएको कुखुरा जस्तो भइजानुको लागि होइन नि। हिजोसम्म दौरा सुरुवाल अराष्ट्रिय पोसाक, ढाका टोपी अराष्ट्रिय टोपी, गाई अराष्ट्रिय जनावर काटेर खाइन्छ जय मङ्गोल भन्दै मङ्गोल नेसनल अर्गनाइजेसनलाई बदनाम गर्ने आज सत्तामा पुगिसकेपछि लालाकुलु भएर चाहिँ यत्रो पखुर भाङ्राको दौरा सुरुवाल लाएर नाटक गर्नको लागि हाम्रो लडाइँ होइन। त्यसका
जति नै स्पिड कुदे पनि हाम्रो घर पुगिँदैन, हाम्रो गन्तव्य पुगिँदैन भन्न चाहन्छु।